नमस्कार हजुरलाई आजको हाम्रो यो फ्यामिली पडकास्टमा स्वागत छ। थ्याङ्क यू भेरी मच। म हुँ शम्भु थापा अनि हुनुहुन्छ म सुस्मिता लामिछाने। आज समयको सदुपयोग गरौँ भनेर एउटा फ्यामिली पडकास्ट बनाउन गइरहेका छौँ। आशा छ हजुरहरूले मन पराइदिनु हुनेछ। अब ढिला नगरी हाम्रो आजको विषयतिर प्रस्थान गर्न चाहन्छु। सर्वप्रथम ब्याकग्राउन्ड भनिदिनुहोस् न एकपटक। स्योर। क्यानाडा आउनुभन्दा लास्ट 2 इयर्स चाहिँ मैले एसओएसमा काम गर्दै प्लस मेरो मास्टर्स पनि साइड बाई साइड गरिरहेको थिएँ। अनि त्यही हो, बिहा भयो। बिहा भइसकेपछि क्यानाडा आउने कुरा भयो। क्यानाडा आएको पनि ओभर 2 इयर्स 2.5 इयर्स भइसक्यो अहिले। अनि अब एक्सपिरियन्स भयो एउटा छुट्टै। अनि हजुरलाई चाहिँ नेपाल हुँदाखेरि अनि अब नेपालमा पनि हजुरको अध्ययन भयो अनि त्यसपछि हजुरले त्यहाँ पनि जागिर गर्नुभयो केही समय प्रतिष्ठित संस्थामा। अनि त्यहाँदेखि यहाँसम्मको यात्रामा चाहिँ हजुरले के भिन्नता पाउनुभयो, के अप्स एन्ड डाउन्सहरू भोग्नु पर्यो, के नयाँ अनुभवहरू, के तिता मिठा अनुभवहरू के रह्यो त हजुरको क्यानाडाको यो 2 वर्षको बसाइमा अनि नेपालदेखि यहाँ आउँदासम्मको त्यो क्षणमा? नेपालदेखि यहाँ आउँदाको वर्क इन्भाइरोमेन्ट, मेरो वर्क लाइफको कुरा गर्नुपर्दा त टोटल्ली डिफ्रेन्ट छ नेपालको र यहाँको। त्यो अब वर्क एउटा वर्क टाइप भयो, अर्को वर्क इन्भाइरोमेन्ट भयो, त्यो दुइटै फरक छ। म वहाँ हुँदा चाहिँ मोस्टली मेरो अफिस बेस्ड काम थियो। अफिसमा बस्ने, कम्प्युटर अगाडि बस्ने, रिपोर्ट लेख्ने, कोअर्डिनेट गर्ने, काइन्ड अफ मोरलेस त्यही नै थियो काम। अनि त्यो काम हुँदाखेरि एउटा मेन्टल प्रेसर एज इन डेडलाइनको हुन्थ्यो, टाइमली सकाउनु पर्ने भन्ने। अनि अन द कन्ट्ररी क्यानाडा आइसकेपछि चाहिँ मेन्टलभन्दा मोर फिजिकल हुन्थ्यो काम। लास्ट एकदम त्यो एडजस्ट हुनको लागि त्यो एकदमै गाह्रो ओहो भन्ने पनि भएन, किनभने आई वाज मेन्टली प्रिपेयर्ड। बाहिर गइसकेपछि सबैले भनेको सुनिरहेको थियो। आफूले नै रिसर्चहरू गर्दाखेरि जे होस् आई वाज अवेर के गर्नुपर्छ भन्ने कुरामा। अनि जस्तो हजुर 2022 को सेप्टेम्बरमा आउनुभयो। हजुर। अनि जस्तो हजुरले अब नेपालमा पनि जागिर गर्नुभयो, अध्ययन पनि हजुरको अब नेपालको मास्टर्स डिग्री सकाइसक्नु भएको मान्छे होइन। यहाँ आइसकेपछि चाहिँ हजुरले के एक्सपेक्टेसन राख्नु भएको थियो अनि त्यसपछि एक्सपेक्टेसन भर्सेस रियालिटी कामको हिसाबमा होस् अथवा ठाउँको हिसाबमा होस् अथवा वातावरणको परिवेशको एउटा, जस्तो नेपालमा हुँदाखेरि क्यानाडा यस्तो हुन्छ होला भन्ने एउटा एक्सपेक्टेसन हुन्छ नि त, प्राय धेरैजनाको हुन्थ्यो, हाम्रो पनि थियो। हजुर चाहिँ के थियो अनि हजुरले त्यसलाई चाहिँ कसरी चाहिँ आत्मसात गर्नुभयो, कसरी चाहिँ त्यसलाई अगाडि लिँदै जानुभयो त? अब एक्सपेक्टेसनको कुरा गर्दाखेरि चाहिँ यता आइसकेपछि चाहिँ यहाँको कल्चर अनुसार एडप्ट हुनलाई चाहिँ अलिकति टाइम लाग्यो। जस्तो कि अब डिफ्रेन्ट कुराहरू बाटोमा हिँड्दा अब हाँस्नेदेखि जस्तो सानो कुरोदेखि लिएर अब एउटा काममा आफू एडजस्ट हुने, अनि त्यसपछि कलिगसँग कसरी इन्टरेक्ट गर्ने। सुरुमा त अब इङ्ग्लिस जानिन्छ भने पनि बोल्नको लागि त्यति युज हुँदैन थियो। त्यसमा एउटा फ्लो आउनको लागि पनि टाइम लाग्यो। त्यही नै हो। अनि अब हजुरले जस्तो आइसकेपछि अब सर्वप्रथम त कोठा नै खोज्नुभयो होला होइन? अनि त्यसपछि हजुरको जस्तो नेपालमा बस्दाखेरिको अनुभव अनि यहाँ आएर कोठा खोज्दाको त्यो स्ट्रगल अनि काम खोज्दाको त्यो स्ट्रगल अनि कहाँ काम गर्नुभयो, केही सेयर गर्न मिल्छ भने प्लिज गरिदिनुहोस् न। कोठाको र कामको स्ट्रगल लकिली मैले चाहिँ त्यति धेरै गर्नु परेन। काम पनि छिटै नै पाएँ, कोठा पनि भने जस्तो नै पाएँ। त्यही हो, मैले चाहिँ नेपालमा हुँदाखेरि एक्टिभली मार्केट प्लेसमा अनि त्यसपछि फेसबुकको मार्केट प्लेसमा अनि किजिजी भन्ने अरू रेन्टल एडभर्टिजमेन्टहरू हाल्ने वेबसाइटहरूमा एकदमै खोजिरहेको थिएँ। अनि कामको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले आएको 1 हप्तामा सर्भाइभिङ काम पाएँ। त्यसपछि 1-1.5 महिनामा मैले चाहिँ म्याकडोनल्ड्स जोइन गरेँ। अनि म्याकडोनल्ड्स जोइन मैले फुल टाइम नै गरेँ। यता फुल टाइम म्याकडोनल्ड्समा भइसकेपछि म 1 महिना मात्रै गएँ त्यो अर्को काममा, पहिलाको सर्भाइभिङ काममा। अनि म्याकडोनल्ड्समा मैले
2 वर्ष 2.5 वर्ष जस्तो गरेँ। त्यहाँ चाहिँ सुरुमा चाहिँ मलाई खानेकुराको मेनुदेखि लिएर कस्टमरहरूको अर्डर लिने गर्ने, सुरुमा त म सर्भिसमै थिएँ अनि त्यसको चाहिँ अलि स्ट्रगल नै गर्नु पर्यो युज टु हुनको लागि, किनभने त्यो एकदमै डिफ्रेन्ट थियो मेरो लागि चाहिँ त्यो फास्ट फुड वर्ल्डमा छिर्नु। तर छिरिसकेपछि चाहिँ आई इन्जोयड इट, एकदमै रमाइलो हुन्थ्यो पछि मान्छे चिन्दै गइसकेपछि। अनि कस्टमर पनि रिपिटेटिभ कस्टमरहरू हुँदो रहेछन् धेरै, त्यो हुँदाहुँदै कस्टमरसँग पनि एक किसिमको बन्ड हुने, अनि आउँदा हाई हेलो भन्ने, जाँदा पनि अब ल गुड टु सी यु भन्दै जाने गर्ने, त्यस्तो खालको हुन्थ्यो। अनि अलिकति पोजिटिभ फिल हुन्थ्यो काम गर्नको लागि। अनि अर्को चाहिँ मेरो प्रमोसन पनि भयो जोइन गरेको 1 वर्षमा। अनि एउटा म्यानेजरियल पोस्टमा पुगिसकेपछि त्यो काम गर्नको लागि एउटा छुट्टै नै रेस्पोन्सिबिलिटी पनि भयो। अनि यो गर्दै चाहिँ मैले एउटा पर्सनल सपोर्ट वर्कर भन्ने एउटा कोर्स पनि गरेँ, जुन चाहिँ 6 महिनाको कोर्स थियो। अनि त्यो गरिसकेपछि चाहिँ म अर्को फिल्डमा केयर गिभिङको फिल्डमा पनि जम्प गरेँ। लास्ट 3 मन्थ्स चाहिँ मैले त्यसमा काम पनि गरेँ। जस्तो हजुरले चाहिँ अब भन्नुभयो कि आएदेखि सुरुको 1 महिना चाहिँ सर्भाइभिङ जब गर्नुभयो, अनि त्यसपछि ग्रेजुअली हजुरले चाहिँ म्याकडोनल्ड्समा हजुरको ग्रेजुअल ग्रोथ पनि हुँदै गयो। अनि पास्ट 2.5 इयर्स चाहिँ हजुरले एज अ म्यानेजर पनि काम गरेँ भन्नुभयो। म्यानेजर चाहिँ 1.5 इयर, टोटल काम गरेको चाहिँ 2.5 इयर्स भयो। सो लाइक त्यो हजुरको जस्तो अब म्याकडोनल्ड्स एज अ फास्ट फुड रेस्टुरेन्ट हुँदाहुँदै पनि हजुरले त्यहाँभित्र आफ्नो एउटा ग्रोथ हुने अपर्च्युनिटी पाउनुभयो। अनि त्यसको लागि चाहिँ हजुरले लाइक हुन्छ नि त, बिकज नर्मली धेरैजना देखिरहेको हुन्छौँ हामी फास्ट फुडभित्र छिर्ने, अनि त्यसपछि एज अ क्रू नै काम गरेर एक्जिट लिने हुन्छन्। अनि हजुरले चाहिँ त्यो ग्रोथ अपर्च्युनिटी चाहिँ कसरी पाउनुभयो? हजुरले चाहिँ आफ्नो स्किलहरूमा चाहिँ अथवा के वर्क गर्नुभयो कि जसले गर्दा चाहिँ तपाईँलाई चाहिँ त्यो ग्रोथ अचिभ गर्न चाहिँ सजिलो भयो? ग्रोथ अचिभ गर्न चाहिँ म अनेस्ट थिएँ काममा। ग्रोथको कुरा गर्नु पर्दाखेरि चाहिँ सुरुमै एउटा कामको फ्लो आफूमा आइसकेपछि कसरी काम हुन्छ भन्ने सिस्टममा आफू छिरिसकेपछि चाहिँ त्यसमा युज टु भइसकेपछि आफ्नो बेस्ट दिने काममा रेगुलर नै हुन्थ्यो। पङ्क्चुअलिटी त अब फर्स्ट एन्ड फरमोस्ट नै भयो। पङ्क्चुअलिटी पनि म एकदम राम्रै थिएँ, पङ्क्चुअल नै थिएँ। त्योभन्दा बाहेक सेकेन्ड भनेको चाहिँ त्यहाँ अरू साइडमा आफ्नो काम गर्ने कोवर्कर्सहरूसँगको कम्युनिकेसन, आफ्नो काम अब इट्स अभियस त्यो अब काम गर्दै जाँदा सबैजनासँग अब त्यो क्वालिटी कस्तो के हुन्छ कुनै न कुनै हिसाबमा बाहिर आउँदै जान्छ। मेरो चाहिँ कम्युनिकेसनबाट पनि आउँथ्यो। म त्यहाँ म्यानेजरहरू अलरेडी म क्रू हुँदादेखि म्यानेजरहरूसँग पनि मेरो कम्युनिकेसनहरू यताउति बन्डिङ पनि राम्रै थियो। अनि अर्को कुरा चाहिँ काम गर्नको लागि म इन्जोय गर्थेँ कि पहिलेदेखिकै, अब त्यो क्रू हुँदादेखि नै आफ्नो बेस्ट दिने। काम गर्दाखेरि चाहिँ जहिले पनि एकचोटि युज टु हुनुभन्दा अगाडिसम्म चाहिँ एकदमै गाह्रै थियो, तर युज टु भइसकेपछि चाहिँ काममा इन्जोय गर्ने, काममा लोयल हार्डवर्किङ भएर लागेर नै मैले म्यानेजरको अपर्च्युनिटी पाएँ। अनि म्यानेजरको अपर्च्युनिटी पाइसकेपछि त खालि आफूसँग भएको स्किल, अब अलरेडी म एज वाइज पनि त्यहाँ अलरेडी काम गर्नको लागि, त्यो प्रेसर ह्यान्डल गर्नको लागि म प्रिपेयर नै थिएँ। अनि त्यसपछि बाँकी म्यानेजरको ट्रेनिङहरू हुन्छ, सबै एउटा प्रोसेसमै जान्छ। सो राम्रै नै भयो मेरो अनुभव। अनि जस्तो धेरैजनालाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तो नेपाल र यहाँको वर्क कल्चर, वर्क इन्भाइरोमेन्ट अनि त्यो इन्टरेक्सन एकदमै बेग्लै डिफ्रेन्ट हुन्छ अभियसली होइन, कल्चरल डिफ्रेन्सेसको कारणले पनि, अब रुल्स एन्ड लज अनि एउटा ट्रेनिङको पनि। अनि हजुर नेपाल र यहाँमा चाहिँ अल्दो इन्डस्ट्री एकदम भास्टली डिफ्रेन्ट छ अनि कन्ट्री वाइज पनि डिफ्रेन्सहरू नै छ। त्यही पनि एउटा कम्पेरिजन गर्दाखेरि चाहिँ जस्तो नेपालमा हुँदाखेरिको वर्क इन्भाइरोमेन्ट, त्यो अफिस कल्चर अनि यहाँ आइसकेपछिको चाहिँ त्यो एउटा अल्दो इट्स लाइक फास्ट फुड रेस्टुरेन्ट फिजिकल वर्क होइन, त्यो केही सिमिल्यारिटिज अनि केही डिफ्रेन्सेसहरू चाहिँ के पाउनुभयो? हजुरलाई कसरी एडाप्ट गर्न चाहिँ जबमा कति गाह्रो भयो, अथवा वाट वर द फ्याक्टर्स द्याट हेल्प यु टु एडाप्ट इजिली? मलाई एडप्ट हुनको लागि चाहिँ 2-3टा कुराहरू छ। एउटा चाहिँ म अलरेडी नेपालमा पनि काम गरेको भएर मसँग
त्यो एउटा एक्सपिरियन्स थियो। दो त्यो कामको नेचर फरक थियो, तर पनि मसँग एउटा काम गर्दाखेरि एउटा प्रोफेसनलिजम अनि आफ्नो वर्क एथिक्स डेभलप अलरेडी भइसकेको थियो नेपालमा। त्यो कुरा मैले यहीँ आएर डिफ्रेन्ट वर्क स्पेसमा त्यसलाई एक्सप्लोर मात्रै गरेको हो। अनि अर्को कुरा चाहिँ फरक लागेको कुरा के भनेदेखि यहाँ चाहिँ नो म्याटर योर पोस्ट, नो म्याटर योर लेभल अफ रेस्पोन्सिबिलिटी यु हेभ, एभ्रीबडीले चाहिँ त्यो स्टोर, हाम्रो चाहिँ म्याकडोनल्ड्स फास्टफुड भएको भएर स्टोरमा चाहिँ इक्वली कन्ट्रिब्युट गरेको हुन्थ्यो। स्टोरको अनरदेखि लिएर स्टोरको जेनरल म्यानेजरदेखि लिएर बिचमा भएको सुपरभाइजरहरू देखि लिएर सानो एउटा क्रू मेम्बर अनि त्यसपछि टिम लिडर, बाँकी सबै अब मोर टेक्निकलतिर त नजाऊँ। फरक भनेको हायरार्की भए पनि त्यो हायरार्कीलाई चाहिँ यहाँको वर्क कल्चरले त्यति साह्रो इम्पोर्टेन्स दिएको हुँदैन। अब हायरार्कीलाई किपिङ असाइड, लेट्स वर्क टुगेदर एज अ टिम भन्ने। जस्तो नेपालमा हुँदाखेरि हामीले सुनेको जस्तो लाइक मिथ जस्तो लाग्छ नि त होइन, सिइओले पनि, कम्पनीको सिइओले पनि मफ गरिरहेको हुन्छ, झाडु पोछा लगाएको हुन्छ भन्ने हामीलाई चाहिँ नेपाल हुँदाखेरि चाहिँ द्याट इज अ मिथ भन्ने अथवा द्याट क्यान बी ट्रु भन्ने एउटा पर्सेप्सन हुन सक्थ्यो थियो होइन। त्यो चाहिँ कम्प्लिटली यहाँ आइसकेपछि चाहिँ द्याट्स द रियालिटी भन्ने पनि एउटा रियलाइज भयो भनौँ न होइन। सो इट्स लाइक कुनै पनि अर्गनाइजेसनमा जाँदाखेरि चाहिँ टिम वर्क अनि कम्युनिकेसन, हजुरले भनेअनुसार कम्युनिकेसन अनि रिलेसनसिप, धेरै ठाउँ एकदम हामी नेटवर्किङ रिलेसनसिपको कुरा आउँछ विदेशमा आइसकेपछि। भनेपछि दोज वर द फ्याक्टर्स होइन द्याट हेल्प यु टु गेन द सक्सेस अर लाइक to the higher position, so that would be it, right? Yes. अब त्यसमा थोरै एड गर्नु पर्दाखेरि चाहिँ हाम्रो स्टोरको अनर चाहिँ अलिकति एजेड नै, ओभर 70+ को हुनुहुन्थ्यो उहाँ। तर पनि स्टोरमा आएर एभ्री नाउ एन्ड देन हेर्ने, स्टोर कसरी चलिरहेको छ हेर्ने। अब डिफ्रेन्ट रोल हुन्छ, उहाँ पनि एउटा एज अ इम्प्लोइ नै काम गर्नुहुन्थ्यो म्याकडोनल्ड्सकै। प्लस त्यो इयरको डिफ्रेन्ट प्याकेजको प्रोग्रामहरू हुँदाखेरि चाहिँ एउटा पार्ट चाहिँ क्लिनलिनेसमा हुन्थ्यो, एकदम डिप क्लिन हुन्थ्यो स्टोर। त्यसमा चाहिँ अनर आफै आएर अब त्यो ओभर 70 को मान्छे आएर पुरै झ्याल पुस्ने गर्ने, सफा गर्ने। अब यो भन्नको लागि नेसेसरी फिल गरेर मैले भने। सो लाइक अब भनेपछि चाहिँ अनरले पनि कसैलाई त्यो टास्क डेलिगेट नगरेर लाइक इफ यु सी डर्ट, इफ यु सी कति फोहोर होइन, सो इट्स योर रेस्पोन्सिबिलिटी भन्ने हिसाबले चाहिँ लाइक टेकिङ अनरसिप अफ द रेस्पोन्सिबिलिटी। यस एक्ज्याक्टली, त्यही त्यो चाहिँ मोस्ट इम्पोर्टेन्ट हुँदो रहेछ होइन त हजुरको विचारमा। अनि यहाँ चाहिँ त्यो एकदम ठुलो कुरा नगर्ने, सानो कुरा गरे पनि थ्याङ्क यू भन्ने। अनि त्यसपछि त्यो काम गरेको अथवा गराएको मान्छेले थ्याङ्क यू भन्ने, अलिकति त्यो एप्रिसिएट गर्ने। अनि त्यसपछि त्यो आफूलाई पनि भ्यालु गरेको जस्तो फिल हुने। अब त्यो सिइओले पनि एउटा काइन्ड अफ अब होटलको कुरा गर्नुपर्दा वेटरले र सिइओले सँगै बसेर खाना खान्छन् भनौँ, इट्स नट अ बिग डिल क्यानाडामा चाहिँ। अब त्यो नेपालमा मात्रै एउटा त्यो एकदम ठुलो भास्ट डिस्टेन्स क्रिएट गरेको छ त्यो हायरार्की बेसिसमा, विच इज टोटली डिफ्रेन्ट हियर। सो भनेपछि अब बिट सिइओ अथवा एउटा क्लिनर होस्, एट द एन्ड अफ द डे दे आर अल सेम इक्वल। जस्तो एउटा टाइटलको मात्र फरक हो, रेस्पोन्सिबिलिटी like with designation, with titles come responsibility, but even though like at the end of the day the whole team wins, I know. It's a teamwork thing. Teamwork. Okay, that's a great thing to learn, I know. This is how important do you think accent is, language is, I know. हजुर विचारमा चाहिँ यसले चाहिँ कतिको मेजर रोल प्ले गर्छ त? लाइक इज इट नेसेसरी अर what is it like? I believe अब क्यानाडा आएर 2.5 वर्ष बसिसकेपछि आई बिलिभ एक्सेन्ट इज नेसेसरी। किनभने त्यो अब एक्सेन्ट अनि त्यसपछि त्यो सेलेक्सन अफ वर्ड्स, आफूले कसरी बोलिन्छ, आई कन्ट्याक्ट कसरी गरिन्छ, बेसिकली भन्नुपर्दाखेरि कम्युनिकेसन स्किल्स, इन पर्सन अथवा पर्सन टु पर्सन कम्युनिकेसन स्किल्स चाहिँ एकदमै म्यान्डेटरी हुन्छ। एउटा मान्छेको जब पाउने अथवा जब गुमाउने को पनि मेजर फ्याक्टर प्ले गर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब इन्टेलेक्चुअली जतिसुकै इन्टेलेक्चुअल भए पनि हामीले एक्सप्रेस गर्न सकेनौँ भनेदेखि त्यो अदर साइड अफ द टेबलमा कन्भे नै हुने भएन। एक्ज्याक्टली। सो मैले एकदम मेरो धेरैजना साथीहरू अनि मैले जति पनि इन्टरेक्सन गरेँ, मान्छेलाई भेटेँ होइन,
अनि म आफ्नै पनि एक्सपिरियन्स गर्दाखेरि चाहिँ अल्दो वी हेभ लाइक पास्ट नलेज होइन, डिग्री छ, आइजिपिए छ होइन, तर वी डोन्ट नो हाउ टु एक्सप्रेस होइन। जब हामीलाई एक्सप्रेस गर्न आउँदैन, वेन वी क्यान कम्युनिकेट आवर थिङ्स टु अदर इन अ प्रपर वे है। सो इट्स नट लाइक कि कम्युनिकेट गर्नै सकिँदैन, बट इन अ प्रपर वे, लाइक अदर साइड अफ द पिपलले चाहिँ कसरी बुझ्छ, कसरी त्यसलाई टेक गर्छ भन्ने कुराले पनि मेजर फ्याक्टर प्ले गर्दो रहेछ। अनि मलाई पनि सुरुमा चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि मेरो इङ्ग्लिस एकदम राम्रो छ, आइएल्समा यत्रो स्कोर ल्याएको थिएँ, मेरो चाहिँ अब बच्चैदेखि बोर्डिङ स्कुल पढेको, मेरो इङ्ग्लिस इज पर्फेक्ट भन्ने लाग्थ्यो। अनि सुरुमा चाहिँ मलाई चाहिँ लाइक आई वाज इन सक, लाइक कल्चरल सक। अनि त्यो इट्स नट लाइक ल्याङ्ग्वेज ब्यारियर, बट लाइक कन्फिडेन्स नै आउँदैन थियो क्या बोल्नको लागि। अनि मैले जहाँ पनि काम गर्थेँ, आई अलवेज लाइक टु अभोइड पिपल, आई अलवेज लाइक टु अभोइड पिपल एन्ड लाइक ह्याभ नो कम्युनिकेसन एट अल होइन। अनि त्यसले चाहिँ लाइक मलाई चाहिँ पर्सनल्ली धेरै नै ह्याम्पर गर्यो है इन एभ्री स्टेप अफ माई जर्नी इन क्यानाडा। सो हजुर भनेअनुसार त्यो एक्सेन्ट इज इम्पोर्टेन्ट, अनि त्यो ल्याङ्ग्वेज, ग्रामर, भोक्याब मोस्ट इम्पोर्टेन्टली होइन, त्यो चाहिँ इम्पोर्टेन्ट हुँदो रहेछ। जस्तो कम्युनिकेट गर्न सकिनँ, एक्सप्रेस गर्न सकिनँ भने चाहिँ until unless you are in like technical field, like back office को काम गर्नुहुन्छ, where you don't need much communication and interaction, it's not that important. तर at the end of the day, if you want to achieve more, like be in leadership position, त्यो हजुरले भन्नुभयो जस्तो कम्युनिकेसन अनि एक्सेन्ट, इङ्ग्लिस, भोक्याबुलरी, एभ्रिथिङ इज इम्पोर्टेन्ट। अब हामी नेपाल छोडेर एउटा इङ्ग्लिस स्पिकिङ कन्ट्रीमा आइसकेपछि चाहिँ आई बिलिभ द्याट हजुरले भनेको कुरामा चाहिँ टोटली एग्री अन द्याट है। सो अब यहाँसम्मको जर्नी त भयो होइन, मुभिङ फरवर्ड चाहिँ हजुरको गोल्स, एस्पिरेसन्स, अनि मुभिङ ब्याक टु नेपाल अथवा करियर वाइज, एकाडेमिक वाइज, अथवा यहाँको एउटा सेटलमेन्टको हिसाबमा चाहिँ हजुरको अपकमिङ गोल्सहरू चाहिँ के छ, कसरी त्यसलाई अगाडि बढाउने सोच्दै हुनुहुन्छ त? अब अपकमिङ गोल्सको कुरा गर्नु पर्दाखेरि चाहिँ म करेन्टली एज अ टेम्पोररी रेसिडेन्ट मात्रै छु। मलाई क्यानाडाको पर्मानेन्ट रेसिडेन्ट हुनु छ, जुन चाहिँ मोस्ट अफ द इमिग्रेन्ट्सको फर्स्ट टार्गेट नै हुन्छ। मेरो पनि त्यही नै छ एज अफ नाउ। अनि त्यसको लागि चाहिँ मैले पिएसडब्ल्यूको थ्रु जाने सोचेको छु र मैले आफ्नो फ्युचर इन फ्यु इयर्स चाहिँ पिएसडब्ल्यूमै देख्छु। अनि मुभिङ फरवर्ड चाहिँ मैले अब नर्सिङ पर्सु गर्छु होला सायद, होपफुली यहीँ क्यानाडामै। अनि फर नेक्स्ट फ्यु इयर्स चाहिँ म एज अ स्टुडेन्ट नै हुन्छु, पढ्छु पनि साइड बाई साइड, अब सके जति काम पनि गरिन्छ। अनि आफ्टर द्याट अब इन इयर्स भन्नुपर्दाखेरि चाहिँ अपकमिङ 10 to 15 इयर्स चाहिँ यहीँ नै हुन्छ होला सेटलमेन्ट। अब कुनै कुनै बेला चाहिँ नेपाल जानुपर्छ कि ब्याक टु नेपाल जानुपर्छ कि एक लेभलको लाइफ, एक लेभलको यहाँको सेटलमेन्ट भइसकेपछि भन्ने पनि आउँछ। तर अब इट्स जस्ट र थर्ड जस्तो पहिला पहिला स्कुल पढ्दा वाट्स योर एम्बिसन भन्दाखेरि अब जे पनि भनिन्थ्यो, कसैले विदेश जाने भनिन्थ्यो, कसैले के भनिन्थ्यो। पछि त्यसमा विथ टाइम एन्ड विथ फ्लो अफ लाइफ चेन्ज हुँदै गयो, आफै मोडिफिकेसन हुँदै गयो। अब नेपाल जाने कुरा पनि जाँदै नजाने भन्ने छैन, अब यहीँनिर सिटिजनसिप लिएर लाइफ लङ यहीँ बस्ने भन्ने पनि छैन एज अफ नाउ। तर अब लेट्स सी, अब फ्यामिली आफ्नो पनि स्टार्ट हुन्छ, अनि अब सबै कुरालाई किपिङ इन माइन्ड त्यो चाहिँ डिसाइड गर्ने बाँकी छ। एज अफ नाउ चाहिँ त्यस्तो यही नै गर्ने भन्ने केही पनि छैन। ओके, सो अब हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। ल जाँदा जाँदै अब हजुरले चाहिँ जस्तो क्यानाडामा हजुरको लेभल अफ सेटिस्फ्याक्सन, जस्तो एक्सपेक्टेसन भर्सेस रियालिटीको त एउटा कुरा भइसक्यो। हजुरले नेपालमा गर्नुभएको अनुभव, अनि यहाँको कामको अनुभव, पढाइको अनुभव छँदैछ। अनि यहाँ चाहिँ एउटा त्यो मान्छेलाई, एउटा व्यक्तिलाई, एउटा भर्खर आएको विद्यार्थी अथवा एउटा इमिग्रेन्टलाई चाहिँ मेन्टल्ली, इमोसनल्ली स्ट्रङ हुनलाई चाहिँ के गर्नु पर्दो रहेछ, कस्तो प्रिप्लान्ड भएर आउनु पर्दो रहेछ। अनि यहाँ चाहिँ खुसी जस्तो लाइक ह्याप्पिनेस, सर्च फर ह्याप्पिनेस भन्ने हुन्छ नि, अब बाहिर खोजे त हुँदैन, भित्रै यु सुड बी ह्याप्पी फ्रम इनसाइड भन्ने चलन छ। त्यही पनि देयर आर द फ्याक्टर्स द्याट इन्फ्लुएन्स इन्टरनल ह्याप्पिनेस होइन। हजुर चाहिँ के कुरालाई चाहिँ प्राथमिकतामा राख्यो भने चाहिँ आफू इमोसनल्ली, मेन्टल्ली चाहिँ स्ट्रङ भएर चाहिँ अगाडि बढ्न मद्दत पुग्छ जस्तो लाग्छ त हजुरलाई?
देयर आर फ्यु थिङ्स हामीले ख्याल गर्नुपर्ने चाहिँ फर्स्ट थिङ चाहिँ एउटा मेन्टली आफू प्रिपेयर भएर आउने। अचेल त मेन्टली भन्दा पनि अब इमोसनल्ली पनि साइड बाई साइड नै आउने कुरो भयो। फिजिकल्ली दुःख गरिन्छ, विदेशमा गएर दुःख हुन्छ अरे भन्ने त अब अहिले नेपालमा भएको बच्चालाई थाहा छ। अब विदेशमा आउने गएर दुःख गर्छु भन्ने त अब आई थिङ्कै मोरलेस मान्छेहरू अलरेडी प्रिपेयर्ड नै भएर आएको हुन्छन्। अनि मेन्टली प्रिपेयर्ड हुन पनि नेसेसरी छ, किनभने यहाँको भास्ट कल्चरल डिफ्रेन्स हुन्छ। खानपान, लवाई खवाई, वेदर, क्यानाडाको केसमा त स्पेसल्ली वेदर एकदमै डिप्रेसिङ पनि हुन्छ। इन्जोय गर्न सकेन भने, इन्जोय गर्न सक्यो भने अब त्यो एउटा डिफ्रेन्ट पार्ट पनि भयो। वेदरलाई इन्जोय चाहिँ सायद अब स्ट्रगल लाइफमा फर्स्ट फ्यु इयर्समा वेदर चाहिँ च्यालेन्जिङ नै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि अर्को कुरा भनेको इमोसनल, अब फ्यामिलीसँग कतिको अट्याचमेन्ट छ भन्ने कुरा पनि आउँछ। अनि फ्यामिलीसँगको अट्याचमेन्टको कुरा गर्दाखेरि चाहिँ आफू यहाँ एउटा कोही फ्यामिली मेम्बर छ कि छैन, आफ्नो क्लोज रिलेटिभ छ कि छैन, अथवा रिलेटिभ फ्यामिली नभए पनि फ्रेन्ड पनि छ कि छैन, ब्याक होमदेखिको, नेपालदेखिको, अब यहीँ आएकोदेखिको क्लोज फ्रेन्ड छ कि छैन भन्ने कुराले फरक पर्छ। किनभने इमोसनल ब्रेकडाउन एभ्री नाउ एन्ड देन हुन्छ। अब मेरो केसमा पनि मलाई अब मेरो हस्बेन्ड भएर सजिलै भयो, धेरै सजिलो भयो। किनभने एटलिस्ट गफ गर्नको लागि, कुरा सेयर गर्नको लागि कोही मान्छे छैन भनेर पिर मानेर बस्नुपर्ने, रुँदै बस्नुपर्ने अवस्था चाहिँ थिएन। एटलिस्ट अब कुरा चाहिँ हुन्थ्यो। अनि अर्को कुरा भनेको यहाँको वर्क र स्टुडेन्ट लाइफ ब्यालेन्स गर्नको लागि चाहिँ धेरैलाई गाह्रो पनि पर्छ। एउटा फाइनेन्सियली पनि गाह्रो पर्छ। अर्को चाहिँ अब नेपालमा काम नगरेको मान्छे यहाँ आएर पढाइ पनि म्यानेज गर्नु पर्यो, त्यत्रो पैसा तिरेर पढेको पनि छ। अनि अर्को कुरा चाहिँ अब राम्रो ग्रेड पनि ल्याउनु पर्यो। अनि यता साइड बाई साइड पार्ट टाइम फुल टाइम के काम गरेको हुन्छ त्यो कामलाई पनि ब्यालेन्समा राख्न सक्नु पर्यो। अब कलेज मात्रै जान्छु, बाआमाले जस्तो नेपालमा जस्तो हुन्छ कलेज जाने, पढ्ने, घर बस्ने, त्यस्तो चाहिँ यहाँ अलिक प्र्याक्टिकल हुँदैन। त्यो साइड बाई साइड लग्न सक्नुपर्छ इन्टरनेसनल स्टुडेन्टहरूको केसमा। अनि घरमा चाहिँ आफूले एक हिसाबले अवेर गराएर पनि आउनुपर्छ। बाहिर गएर मैले पैसा नकमाउन पनि सक्छु, मलाई अझै यहाँको हेल्प पनि चाहिन सक्छ भनेर अब फ्यामिली बुझ्ने भएको केसमा त त्यो भनेर आउन पनि मिल्यो। नबुझ्ने भएको केसमा चाहिँ आफूले मेन्टली प्रिपेयर भएर चाहिँ आउनु पर्यो। यहाँ आइसकेपछि चाहिँ आफू अलिकति पनि विक भयो, कुनै ठाउँबाट पनि चिप्लियो भनेदेखि त्यो एउटा स्टेप अप गर्नको लागि चाहिँ अलिक गाह्रै नै पर्छ। सो भनेपछि इमोसनल हेल्थ, मेन्टल हेल्थ एकदम नेसेसरी। इमोसनली, फिजिकल्ली, मेन्टल्ली तातो पानी तताएर दिने मान्छे, औषधि झिकेर दिने मान्छे अथवा औषधि किनेर ल्याएर दिने मान्छे हुँदैन मोस्ट अफ द स्टुडेन्ट, मोस्ट अफ द इमिग्रेन्ट्सको केसमा। So yeah, that's the harsh reality, which most of have to go through, But at the end of the day, like, is Canada worth it? I would say it is worth it. मेरो केसमा चाहिँ it is worth it whatever। अब क्यानाडा आएर मेरो लागि चाहिँ कुनै पनि रिग्रेट्स छैन। त्यो फ्यामिली भन्दा टाढा छु भन्ने बाहेक मेरो केसमा चाहिँ केही पनि नै उ छैन। किनभने क्यानाडा आउनु अगाडि पनि ओहो वाउ मैले नेपालमा यस्तो छोडेर आएँ भन्ने खालको मलाई केही पनि छैन अदर देन माई फ्यामिली अनि फ्यु फ्रेन्ड्स। अनि यहाँ आइसकेपछि चाहिँ एउटा लाइफको डिफ्रेन्ट पर्सपेक्टिभ, डिफ्रेन्ट पोइन्टमा पुगिन्छ। लाइफलाई हेर्ने, एभ्रिथिङलाई हेर्ने पर्सपेक्टिभ चेन्ज भयो मेरो चाहिँ। अनि क्यानाडा इज मोर लाइक एन एक्सपिरियन्स मेरो लागि चाहिँ, एक्सपिरियन्स प्लस लर्निङ पनि भयो। अनि इट इज फन है, इफ यु क्यान म्यानेज इट इज फन। सो लाइक भनेपछि चाहिँ इट्स लाइक गोइङ बियोन्ड द कम्फर्ट जोन अनि एक्सप्लोरिङ, गोइङ बियोन्ड द कम्फर्ट जोन, त्यो चाहिँ एकदमै आई थिङ्क एभ्री वान सुड गो फर इट है। अब जेसुकै होस् आफ्नो कम्फर्ट जोनभन्दा बाहिर जाने। ओके, सो बिट नेपाल, अस्ट्रेलिया, क्यानाडा जुनसुकै ठाउँमा भए पनि एभ्रिडे गर्ने कामभन्दा बाहिर लाइक आफ्नो एउटा कम्फर्ट जोन, बिट इन लर्निङ अथवा आफ्नो पर्सनल गोल्सहरू अथवा एउटा करियर वाइज होस्, कम्फर्ट जोनभन्दा बाहिर गइसकेपछि चाहिँ देयर आर थिङ्स टु एक्सप्लोर, which will make you happier। अनि थ्याङ्क गुडनेस आई मुभ्ड आउट अफ द कोकुन, आई ब्रेक द कोकुन भन्ने पनि हुन्छ। म कम्फर्ट जोनभन्दा बाहिर गएँ भनेर आफैले आफूलाई थ्याङ्क गर्ने पनि दिनहरू आउँछ। ओके, सो क्यानाडा इज नट
really a scam. It is worth it. Until you are in a right path. राइट पाथ हुनु पर्यो. यहाँ आएर अब त्यो डिफ्रेन्ट स्टोरी छ. अब त्यो धेरै डिटेलमा पनि गइरहनु परेन. तर अब एभ्रीवान सबैको आफ्नै स्टोरी हुन्छ. अब त्यही मोरलेस आफूलाई राइट पाथतिर लग्यो भनेदेखि सक्सेस विल फलो यु इन क्यानाडा. Okay, thank you so much for your time and thank you so much for sharing your experiences. I hope this will help people watching out there. Thank you for having me. See you in next podcast. Hopefully. Thank you very much. Okay, well, great night. Have a good night.